कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अध्यक्ष कमरेड र कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसीन नेकपाका केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका संयोजक बलबहादुर महत लगायत उद्घोषक मित्रले सम्बोधन गरेका केन्द्रीय सदस्यज्यूहरू र अन्य मञ्च आसीन नेतागण र उपस्थित सम्पूर्ण जनसमुदायमा यहाँहरूलाई न्यानो अभिवादन टक्राउन चाहन्छु। आज यो विधिवत कार्यकर्ता भेला गरिरहँदा यो कुनै विरोध सभा होइन, यो कुनै चुनावी आमसभा पनि होइन र कसैका निमित्त यो खबरदारी सभा पनि होइन। मात्र के हो तपाईहरुलाई म सम्झाउन चाहन्छु, तपाईहरुलाई भन्न चाहन्छु कि अहिलेको विद्यमान वर्तमान राजनीतिक परिवेशमा सिर्जना भएको अन्यौतालाई चिरफार गर्नका लागि आयोजित अभिभावक कार्यकर्ता भेला हो। यो भेलाले अवश्य पनि यो हामी बिचमा रहेको दुविधालाई चिरफार गर्दै अगाडि बढ्नेछौँ। एउटा स्पष्ट दिशा निर्देश गरेर अगाडि बढ्नुहुनेछ, त्यसका लागि पनि यो खबरदारी हो। कमरेडहरू, अहिले देशको राजनीतिक परिवेशको विषयमा मैले धेरै भनिरहनु पर्दैन। अहिलेको 21औं शताब्दीको दुनियाँ, हात हातमा नेट इन्टरनेटको जमाना, सोसल मिडियाको सबैको पहुँच, आज बालुवाटारमा के भएको छ त्यो विषयमा मैले भनिराख्नु पर्दैन। आज केन्द्रीय राजनीतिमा के भएको छ म भन्न चाहँदैन, यो सबै विषयमा तपाईहरु जानकार हुनुहुन्छ। केपी ओलीले संसद विघटन किन गर्नु पर्यो यो विषयमा पनि तपाईहरु जानकार हुनुहुन्छ। नेकपा किन बन्यो यो विषयमा पनि तपाईहरु जानकार हुनुहुन्छ। यो विषयमा भन्न चाहदिन। एउटै चाहना थियो नेपाली जनताको, यो देशमा 1 वर्षमा 3 महिनामा सरकार परिवर्तन हुने यो विगतको परम्परालाई अन्त्य गर्दै केपी ओलीले एउटा अभियान लिएर जानुभयो। यो देशमा स्थिर सरकार चाहिन्छ। यो देशमा सधैँ सरकार परिवर्तनको मात्रै कुरा लिएर जाने होइन, दिगो विकास र समृद्धिको एजेन्डा पनि बोक्नुपर्छ भनेर दिगो विकास र समृद्धिको एजेन्डा बोक्ने नेता पनि केपी ओली हुन्। आज त्यसै सन्दर्भमा यो देशमा झन्डै हामी 2/3 नजिकमा नेकपा पुग्यौं। तर विडम्बना हामीले भन्नै पर्छ, नेकपा आफ्नै पार्टीभित्र, आफ्नै सरकारभित्र प्रतिपक्ष नेपाली कांग्रेस भन्दा चर्को ठुलो प्रतिपक्ष नेकपा भित्र भयो। त्यसको नेतृत्व प्रचण्ड र माधव नेपालले गर्नुभयो। आज देशको दुर्भाग्य त्यहीबाट सुरुवात भयो। जब केपी ओलीलाई घेराबन्दीमा राख्नुभयो, सुन्नुभयो होला, जब यो देशमा हामी निर्वाचन लड्दै गर्दा त्यतिखेर हामीले नारा लगाएका थियौं, आजलाई होइन भोलिलाई, यो पटकको मत ओलीलाई। त्यही भनेर नेपाली जनताले मत दिएका हुन्। तर निर्वाचित भएको 2.5 महिनासम्म हामीले राष्ट्रपति पाउन सकेनौं, 2.5 महिनासम्म हामीले सरकार पाउन सकेनौं। त्यहाँ भागवण्डा र किचलो भयो। त्यसको सँगसँगै पछाडि देशका रिक्त हुँदै गएका संवैधानिक आयोगहरूमा नियुक्ति गर्ने सन्दर्भमा कहिल्यै पनि सहयोग भएन। अनि सरकारले अध्यादेश ल्याउन खोज्दा अध्यादेशबाट ल्याउँदाखेरि केपी ओली निरङ्कुश भन्दै जाने, केपी ओली प्रतिगमनकारी भन्दै जाने। के साँच्चै केपी ओली प्रतिगमनकारी हुन्? नेपालको संविधान अनुसार प्रधानमन्त्री शासन प्रणालीमा प्रधानमन्त्री फ्लेक्सिबल ढङ्गले चल्न पाउनु पर्दछ। प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई नियुक्त गर्न पाउनु पर्दछ। प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई नियुक्ति गर्न पाउनुपर्छ। किन? ऊ सरकार प्रमुख हो, कार्यकारी प्रधानमन्त्री हो। तर कार्यकारी प्रधानमन्त्रीलाई हात खुट्टा बाँधेर दौड भने जस्तो गरेर प्रधानमन्त्रीलाई राख्न खोजेपछि, अघि नै पूर्व वक्ताले भनिसकेपछि म यो विषयमा चाहन्न किन आज संसद बिगाड्नु भयो। संसद बिगाड्नुमा राष्ट्रपतिलाई महाभियोग ल्याउने, संसदबाट केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने जब तयारी भयो, त्यसका लागि केपी ओलीले भन्नुभएको थियो, सायद योभन्दा अगाडि पनि सुन्नुभयो होला, प्रचण्ड कमरेडले अभियोग पत्र ल्याउनु भएको थियो पार्टीको प्रतिवेदनका नाममा।
त्यसको प्रत्युत्तरमा केपी ओलीले भन्नुभएको थियो र बेला बेला केपी ओलीले पार्टीको बैठकमा पनि भन्नुभएको थियो यो नेपाली जनताले 5 वर्षको लागि यस्तै सरकार दिएका हुन्, त्यस कारणले 5 वर्षसम्म हामीले यो सरकार हल्लाउने र चलाउने काम गर्नु हुँदैन, कमरेडहरू विकास र समृद्धिको बारे एजेन्डामा छलफल गरौँ भन्दा अनि ढाई वर्ष छोड्दै जानुभयो। अनि कमरेड केपी ओलीले भन्नुभयो अब पछि म 5 वर्षपछि प्रधानमन्त्री पनि बन्दिनँ, सांसद पनि लड्दिनँ, पार्टी अध्यक्ष पनि लड्दिनँ, हामी यो एउटा जेनेरेसन भएका प्रधानमन्त्रीहरू भइसकेका, पार्टीका प्रमुखहरू भइसकेका सबै पछाडि लागौँ, युवाहरूलाई अगाडि बढाउँ भन्दा कमरेड प्रचण्ड माधव नेपालहरू यसमा किन तयार हुनुभयो? यो नेकपा, यो देशको राजनीति यी नेताहरूको दैजलो हो। हामी 70 वर्ष 60 वर्ष 50 वर्षका कार्यकर्ता यी नेताहरूको लागि ज्यान दिन तयार हुने, कम्युनिस्ट आन्दोलनको लागि तयार हुने, तर यी नेता 2 वर्ष तयार नहुने, यो के हो परम्परा? यस कारणले अब नेपाली जनताले चिनिसकेका छन् कि चुनावदेखि पनि डराइरहेका छन्। हिजो आज सुनिरहनु भएको छ माधव नेपाल र प्रचण्डहरू अबको अहिलेकै स्थितिमा हामी चुनावमा गयो भने पत्ता साफ हुन्छ, किनभने केपी ओलीले राष्ट्रियताको सवालमा, अन्तर्राष्ट्रिय सवालमा, नाकाबन्दीको सवालमा, दिगो विकासको सवालमा अत्यन्तै अग्रगामी कदम चालेको छ। यो नारा लिएर जनताको बिचमा यदि गयो भने हामीलाई जनताले मत दिँदैनन्। त्यस कारणले जसरी हुन्छ हामीले यो संसद पुनर्स्थापना गर्नुपर्छ सडकको बलबाट भन्ने उहाँहरूको एउटा अभिष्ट लक्ष्यका साथ अगाडि बढिरहनु भएको छ। र हामीलाई भनिएको थियो जब केपी ओलीले संसद विघटन गर्नुभयो, अब केपी ओली पत्ता साफ, अब केपी ओली सकियो। यहीँ पनि जुम्ला जिल्लामा अस्ति हेरेको थिएँ मैले जुलुस, यहीँ पनि जुम्ला जिल्लामा यहाँ साथीहरूले भाषण गरेको सुनेको थिएँ। आज कहाँ गयो केपी ओलीका पछाडि लाग्नेहरू? म भन्न चाहन्छु केपी ओलीका पछाडि लाग्नेहरू यही छौँ, तपाईँहरू कहाँ हुनुहुन्छ भन्नुहोस्, हामी यही छौँ। मित्रहरू, यो राजनीतिमा कुनै पनि कुरा असम्भव हुँदैन, तर आज भित्ता पुग्ने गरेर आफ्नो एउटा राजनीति उचाएर राजनीतिक कद घटाउने गरी तपाईँहरू नबोल्नुहोस्। फेरि पनि हामी पार्टी एक हुन्छौँ। म तपाईँलाई भन्न चाहन्छु, किन भन्दा नेकपासँग सूर्य चिन्ह केपी ओलीसँग रहन्छ, नेकपा पार्टी केपी ओलीसँग रहन्छ। आज प्रचण्ड र माधव नेपालले सूर्य चिन्ह छातीमा टाँसेर हामी यहाँ छौँ भन्नुभएको छ। कमरेडहरू, अब नेकपा एमाले पनि बिउतिनेवाला छैन, नेकपा एमाले पनि अर्कैको नम्बर दर्ता भइसकेको छ। अब नेकपा माओवादी यदि बिउताउने हो भने माधव नेपालहरू तपाईँहरू कहाँ जानुहुन्छ भन्नुहोस्। तपाईँहरूको चिन्ह सूर्य चिन्ह हुने छैन, तपाईँहरूको हत्या चढाउनेछ कि त्यो जानुहोस्। होइन, तपाईँले छातीमा टाँसेर सूर्य चिन्ह हाम्रो यो भन्नुहुन्छ भने सूर्य चिन्ह केपी ओलीसँग रहन्छ, केपी ओलीसँग थियो, केपी ओलीसँग हुनेछ। तपाईँहरू आउनुहोस्। केपी ओलीले चुनावको घोषणा गरिसक्नु भएको छ, केपी ओलीको पछाडि लागेर लाम बदौँ, फेरि पनि नेकपाको 2/3 सरकार बनाउन एकजुट हौँ। तर केपी ओलीका हनुमानहरू भनिएको छ, हो हामी केपी ओलीका हनुमानै हो। हिजो नेकपा एमालेलाई हिजो पार्टी बनाउने माधव नेपालका हामी हनुमान हुन सक्दैनौँ। हिजो एमालेलाई 33 सिटमा खुम्च्याउने माधव नेपालका हनुमान हुन सक्दैनौँ। कम्युनिस्ट पार्टी तिरातिर बाँड्ने प्रचण्डका हनुमान हुन सक्दैनौँ। त्यस कारण हामी केपी ओलीका हनुमान हौँ। नाकाबन्दीको डटेर तपाईँको सामना गर्न केपी ओली तयार हुनुभयो, त्यस कारण केपी ओलीका हनुमान हौँ। आज केपी ओलीका बालामा मात्रै भारतले तपाईँको नाकाबन्दी गरेको हो र? आज केपी ओलीका बाला मात्रै सीमा मिचिएको हो र? सदियौँदेखि मिचिएको सीमाको विषयमा केपी ओलीले नक्सा जारी गर्दै आफ्नो भूगोल हिता ल्याउने कदम चाल्नुभयो। त्यस कारणले केपी ओली विकास र समृद्धिको नारा केपी ओलीले लगाउनु भयो, त्यस कारणले केपी ओलीका हनुमान हो हामी। सुन्नुहोस्, प्रचण्ड र माधव कमरेडहरू, हिजो माधव नेपाल पनि प्रधानमन्त्री भन्नुभएको थियो, प्रचण्ड पनि प्रधानमन्त्री हुनुभएको थियो। खोइ त नाकाबन्दीको विरुद्धमा बोल्न सकेको, खोइ त सीमा मिचिएको विषयमा बोल्न सकेको। त्यस कारणले गर्दा हामी केपी ओलीका पछाडि लागेका छौँ, हनुमान हो। तर आज म भन्न चाहन्छु, हिजो 40 र 60% बिग्रेको आज मलाई मणि थापा कमरेडले भनेको मलाई सम्झना आइरहेको छ।
हिजो 40 र 60 गरेर हामीले भागभण्डा गऱ्यौँ, त्यही भागभण्डाले बिग्रेको। आज हामी केपी ओलीका पछाडि एउटा अन्तर्घुलन भएर एउटा फलामको रड जस्तो भएर एउटा पार्टी निर्माणमा हिँडेका छौँ। त्यस कारणले गर्दा हामी नेकपा हौँ। अब बादलको 20%, तपाईँको टोटवा राजबाजीको 10% अथवा फलानुको 20% हुनेवाला छैन। अब शीघ्र नेकपा केपी ओलीको नेतृत्वमा अगाडि बढेको छ। चुनावको घोषणा गरिसकेको छ। चुनावमा समाइदिउँ सम्पूर्ण कमरेडहरू। चुनाव वैशाखमा कुनै कारणले हुन सकेन, नगिसेरिनु होला। चुनाव हुन्छ, चुनावको विकल्प चुनावै हो। चुनावमा डटेर सामना गरेर लागौँ। जुम्ला जिल्लामा 700 मत छैन भन्नेहरूलाई आज यो हजारौँको जुलुसले जवाब दिइसकेको छ। तपाईँहरूसँग दम्ब छ जुम्ला जिल्लामा। हिजो साबिकको एमालेमा पनि एक मध्ये आधा हामीसँग छ। साबिकको माओवादीमा हामीसँग सबै छ। तपाईँहरूसँग नेता मात्र छन्, जनता छैनन्। बढी चुनाव हामी खर्च गर्छौँ। यो तपाईँहरू हेक्का राख्नुहोस्। जनताको मन कता छ? नेताहरूको टोकरी एकतिर भएर जनताको भोटको टोकरी तपाईँहरूसँग छैनन्। हेक्का रहोस्। तपाईँ हामी फेरि पनि यही सूर्य चिन्ह तपाईँले आज छातीमा टाँस्नु भएको छ। बढी तपाईँहरूसँग सूर्य चिन्ह भएन भने यो सूर्य चिन्ह छातीमा टाँसेर आउने कि नआउने तपाईँले प्रश्न आउनुपर्छ। आज नक्कली सूर्य चिन्ह टाँसेर तपाईँहरू सच्चा नेकपाका हुन सक्नुहुन्न कमरेडहरू। त्यस कारणले यो गल्ती नगर्नुहोस्। 33 वर्षसम्म पार्टीको अधिवेशन नगरी पार्टीको एकल नेतृत्व गर्ने प्रचण्ड कमरेड निरङ्कुशकी आवादी निर्वाचन आवादी सम्मेलनबाट नेतृत्व चयन गर्ने केपी ओली निरङ्कुश भन्न पनि लाज मान्नुपर्ने कमरेडहरू। त्यस कारणले गर्दा केपी ओलीले यो लोकतन्त्रलाई निमोड्दैन, लोकतन्त्रलाई बलियो बनाउनेलाई कदम हो। जनताबाट निर्वाचित एउटा जनप्रतिनिधिले, एउटा प्रधानमन्त्रीले फेरि म जनताको बिचमा जातिन चाहन्छु भन्दा त्यो नेता निरङ्कुश हुन्छ, त्यो नेता अलोकतान्त्रिकवादी हुन्छ। जो चुनावै नगरेर नेतृत्वमा पुग्ने नेता त्यो होला अलोकतान्त्रिक, त्यो होला निरङ्कुश। त्यसै गरी चैतमा तोकेको अधिवेशन प्रचण्डले किन गर्न चाहेन भन्दा अब म त्यो अधिवेशनबाट पार्टीको अध्यक्ष बन्न सक्दैन। प्रचण्डमा पनि त्यही रहेको थियो, माधव नेपाललाई पनि त्यही रहेको थियो। त्यस कारणले जसरी हुन्छ यो यस्तै समर्थनबाट पार्टीको चुनावै नगरी अधिवेशन नगरी अध्यक्ष हुन चाहनु भएको कमरेडहरू तपाईँहरू अध्यक्ष त बन्नु भएको छ, तर विशाल कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न सक्नुहुन्न। यो सपना तपाईँहरूले त्याग्नुहोस्। अब केपी ओलीले नेतृत्व गरेको पार्टीमा सम्पूर्ण समाइदिउँ। चुनावमा सम्पूर्ण कार्यकर्ता नाम मात्र लगाएर लागौँ। वडा सदस्य चुनाव लड्ने मनस्थिति बनाउनु भएको साथीहरू, वडा अध्यक्षको लागि तयारी गरेर गाउँमा सङ्गठन बनाउनु लाग्नुहोस्। सदस्यको तयारी सदस्य जुन ठाउँमा आफ्नो इच्छा छ त्यही ठाउँको लागि लड्नको लागि आफ्नो भूगोल बनाउन लाग्नुहोस्। चुनाव हुन्छ। हस्, धन्यवाद।